पछिल्लो समय नेपालमा एउटा अचम्मको र एकदमै चिन्ता लाग्दो ट्रेन्ड देखिन थालेको छ। जुन ठाउँलाई हामी ज्ञानको मन्दिर भन्छौं नि, त्यही स्कुलमै शिक्षकहरूमाथि हिंसा हुन थालेको छ, त्यो पनि विद्यार्थी र भिडबाटै। यो त खालि कानून व्यवस्थाको कुरा मात्रै रहेन हैन र, यसले त हाम्रो गुरु शिष्यको जुन परम्परा छ, हाम्रो शिक्षाको भविष्य छ, त्यसमाथि नै ठूलो प्रश्न उठाएको छ। ल आज यस्तै हालसालै भएका दुईवटा घटनालाई अलि गहिरिएर हेरौँ न त, आखिर यो समस्या कति गहिरो छ भनेर। एउटा पत्रिकामा छापिएको यो एउटै वाक्य यसले अहिलेको अवस्थालाई छर्लङ्गै पार्छ। खासमा शिक्षकले विद्यार्थीलाई कुटेको त हामीले सुन्दै आएको कुरा हो, अनुशासनको लागि भनिन्थ्यो। तर विद्यार्थीले नै आफूलाई पढाउने गुरुलाई कुट्यो भन्ने कुरा त यो त एकदमै नौलो र डरलाग्दो घटना हो। पाङ्ग्रो पुरै उल्टो घुमे जस्तो। यसले के देखाउँछ भने हाम्रो सामाजिक मूल्य मान्यता कतातिर जाँदैछ भन्ने एउटा ठूलो सङ्केत हो यो। ल पहिलो घटना हेरौं सिन्धुलीको। यहाँ के भएको थियो भने एउटा सामान्य अनुशासन कायम गराउने प्रयास कसरी एउटा शिक्षकमाथि यति क्रूर र योजना बनाएरै गरिएको आक्रमणमा बदलियो, सुन्दा पनि अचम्म लाग्छ। यो घटना नेत्रकाली माध्यमिक विद्यालयको हो। सुरुमा त एकदमै सामान्य कुरा थियो। शिक्षक धनबहादुर धामीले विद्यार्थी छेडुप लामालाई ल हे स्कुलको झ्यालको सिसा नफुटाइदेऊ भनेर सम्झाउनु भयो। तर विद्यार्थीले के गरे भने उल्टै शिक्षककै भिडियो खिच्न थाले, अनि त्यही अलिअलि भनाभन भयो। अब यति सामान्य कुराले यस्तो रूप लेला भनेर कसले सोचेको थियो होला र, हैन? तर त्यही साँझ त्यही विद्यार्थीले शिक्षकलाई उनको डेरा बाहिर कुरेर बसेछन् र एकदमै नराम्रोसँग आक्रमण गरे। अब त्यो आक्रमण कतिसम्म गम्भीर थियो भन्ने कुरा यहाँबाट थाहा हुन्छ। शिक्षक धामीको दाहिने हातै भाँचियो, टाउकोमा 8-8वटा टाका लगाउनु पर्यो, खुट्टामा चोट अनि शरीरभरि निलडाम। मतलब यो सामान्य झैझगडाको कुटपिट थिएन, यो त जानाजान गम्भीर चोट पुर्याउने उद्देश्यले नै गरिएको एकदमै निर्मम आक्रमण थियो। ल अब सिन्धुलीको घटनापछि अलि पश्चिमतिर जाउँ, कञ्चनपुरमा। यहाँको घटनाको कारण चाहिँ अलि फरक छ, तर परिणाम उस्तै डरलाग्दो। यहाँ पनि शिक्षकमाथि भिडले नै हिंसा गर्यो। यसले के देखाउँछ भने यो समस्या एउटा जिल्ला वा एउटा ठाउँमा मात्र सीमित छैन, यो त देशभरि नै फैलिन लागेको एउटा ट्रेन्ड जस्तो देखिन्छ। कञ्चनपुरको सिद्धनाथ माध्यमिक विद्यालयमा भएको यो घटनाको सुरुवात नै एकदमै गम्भीर आरोपबाट भएको थियो। एकजना छात्राले स्कुलका लेखा सहायक वीरेन्द्र प्रसाद जोशीले आफूलाई ब्याड टच गरे, मतलब दुर्व्यवहार गरे भनेर आरोप लगाइन्। अब अर्कोतिर जोशीको भनाइ के थियो भने आफूमाथि लगाइएको आरोप झुटो हो, मैले त्यस्तो केही गरेकै छैन भनेपछि यहाँ दुईवटा एकदमै फरक र गम्भीर दाबीहरू थिए। यस्तो अवस्थामा त निष्पक्ष छानबिन हुनुपर्ने हो, होइन र? ल अब सोचौँ त, यस्तो गम्भीर र संवेदनशील आरोप लागेपछि के हुनुपर्छ? न्यायको लागि कुन बाटो छ? सामान्यतया त प्रहरीले अनुसन्धान गर्छ, अदालतले फैसला गर्छ, यही होइन त प्रक्रिया? तर कञ्चनपुरमा जे भयो त्यसले त कानुनी शासनको खिल्ली उडायो। अब सुन्नुस् है, यो घटनाको सबैभन्दा डरलाग्दो पक्ष। भिडले ती शिक्षक वीरेन्द्र जोशीलाई कहिले कुटपिट गर्यो थाहा छ? जति बेला उनी हत्कडी लगाएर प्रहरीकै हिरासतमा थिए, त्यो पनि स्कुलकै कम्पाउन्डभित्र। एकछिन सोच्नुस् त, सुरक्षा दिनुपर्ने प्रहरीकै अगाडि उसले समातेर राखेको मान्छेमाथि भिडले आफ्नै न्याय दिइरहेको छ। यसले हाम्रो पूरै सुरक्षा सिस्टम र कानुनी प्रक्रियामाथि कत्रो ठूलो प्रश्न उठाउँछ, होइन र? अब यी दुई घटना खाली समाचारको हेडलाइन मात्रै बनेनन्। यस्तो खालको बर्बर आक्रमणपछि पुरै शिक्षक समुदाय नै स्तब्ध भयो, आक्रोशित भयो, र त्यसको परिणाम के भयो भने देशका विभिन्न ठाउँमा सङ्गठित रूपमा आन्दोलन नै सुरु भयो। सिन्धुलीमा पनि कञ्चनपुरमा पनि दुवै ठाउँमा शिक्षक सङ्गठनहरूले आन्दोलन गरे। उनीहरूको माग थियो आफ्ना सहकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुनु पर्यो, र यही माग राखेर उनीहरूले अनिश्चितकालका लागि स्कुल नै बन्द गर्ने घोषणा गरे। अब यसको सीधा असर कसलाई पर्यो त? हजारौं विद्यार्थीहरूलाई, उनीहरूको पढाइमा। खास गरी कञ्चनपुरका शिक्षकहरूले राखेका 3 बुँदे माग हेर्दा उनीहरू कति आक्रोशित थिए भन्ने प्रश्न हुन्छ। उनीहरूको माग खाली घटनाको छानबिन मात्रै थिएन। उनीहरूले भने घटनाको उच्चस्तरीय छानबिन होस्, भिडियोमा छर्लङ्गै देखिएका आक्रमणकारीलाई समातेर कारबाही गर, र सुरक्षा दिन नसक्ने प्रहरी इन्सपेक्टरलाई निलम्बन गर। मतलब उनीहरूले खाली भिडलाई मात्रै दोष दिएनन्, यो घटना हुन दिन जुन सिस्टम छ त्यसबाट पनि जवाफ खोजिरहेका थिए। ल अब यी दुईटा घटनालाई एकै ठाउँमा राखेर हेरौँ, एउटा सिन्धुलीमा, अर्को कञ्चनपुरमा। कारण फरक फरक छन्,
तर जब हामी दुवैलाई जोडेर हेर्छौं नि, तब समाजमा फैलिरहेको एउटा ठूलो र डरलाग्दो ट्रेन्ड देखिन्छ। आखिर यी दुवै घटनामा मिल्ने कुरा के हो त? पहिलो कुरा, दुवैमा कानूनलाई पन्छाइयो र सिधै हिंसाको बाटो रोजियो। दोस्रो, चाहे त्यो सामान्य झगडा होस् वा गम्भीर आरोप, त्यसलाई समाधान गर्नतिर लाग्नुको साटो एकदमै एक्सट्रिम रियाक्सन देखाइयो। र यी सबैको परिणाम के भयो त? शिक्षकहरूका लागि डर र असुरक्षाको माहौल बन्यो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, समाजमा गुरुहरूलाई गरिने सम्मान कति धेरै घटेको रहेछ भन्ने कुरा पनि छलङ्ग भयो। त्यसैले सबैभन्दा खतरनाक र मुख्य कुरा नै यही हो। दुवै घटनामा के भयो भने मान्छेहरूले वा भिडले न्यायलाई आफ्नो हातमा लिए। यो भनेको के हो? हाम्रो देशको कानून, हाम्रो सिस्टममाथि विश्वासै नभएको देखियो। जहाँ आरोप लगाउने पनि भिड, अनुसन्धान गर्ने पनि भिड, अनि सजाय दिने पनि भिड नै भयो। यो त लोकतन्त्र होइन, यो त भिडतन्त्र भयो। र अन्त्यमा एउटा गम्भीर प्रश्न, जुन क्लासरुममा पढाउने शिक्षक नै आफूलाई सुरक्षित महसुस गर्दैनन्, शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि, त्यहाँ पढाइको वातावरण कस्तो होला? केटाकेटीले के शिक्षण होला? यस्ता घटनाले साँच्चै भन्नुपर्दा नेपालको पुरै शिक्षा प्रणालीको भविष्यमाथि नै एउटा डरलाग्दो प्रश्न खडा गरिदिएको छ।